यो टेङ्ग्रा खोलाको डिलमा छु, बाँध थुनेको छ र यहाँ छेउमा चाहिँ एकदम माछाको झारमा सफा पानीमा खेलिरहेको देखेर यो म भिडियो बनाउन गइरहेको छु। माछा भाग्छ कि कसो गर्छ म बिस्तारो गरेर बनाउने कोसिस गर्छु। हाउ इट पोसिबल, कति यो सम्भव छ। आई ट्राई माई बेस्ट। ल मित्रहरू हेर्नुहोस् है त, यो चाहिँ टेङ्ग्रा खोला हो, बाँध थुने छ, लेबर जमिरहेछ। यो छेउमा चाहिँ माछा छ, यतापट्टि भक्कु माछा छ। जाल भए चाहिँ म डह्रो मारिदिन्थेँ। यो पानी हलिरहेको ठाउँमा चाहिँ माछा छ, पानी हलिरहेको ठाउँमा छेउमा धेरै माछा छ छेउमा। छेउमा खेलिरहेको माछा। लगभग यहाँ 1 किलोभन्दा बढी माछाहरू छ। मसिनो माछाहरू, तर भिडियो गर्नु सकेन, त्यहाँ देखिन्छ। देखियो, राम्रो गरी देखियो। अहिले मसिनो माछाहरू कम्ती धेरै थिएन। यो त ल है, एकैठाउँ उफ्रिँदैन छ, त्यहाँनिर उफ्रिरहेको चाहिँ यो अलिक टाढो हो, नजिक जान पनि सकिँदैन। यहाँ छेउमा चाहिँ माछा धेरै छ। यो झारको छेउमा धेरै छ, कम्ती पोको परेको छैन। ल हेर्नुहोस्, माछा कम्ती छैन यहाँ। के भयो, जुम धेरै भयो के हो, कलर पो चेन्ज भयो त। माछा त्यही छैन। माछा कति धेरै, के माछा हो यो, यति धेरै माछा जम गरेको। हेर माछा, माछा कम्ती धेरै छैन। हिजो भिडियो बनाएर राम्रो देखेन, आएको पुरा देखिन्छ है।
देखिँदैन फेरि बच्चा एक मिनट करो